हेलो सबैजनालाई नमस्ते झोले छाँदलाई सेवा र भन्न चाहन्छु। आजको फेरि मेरो नयाँ भ्लग आएको छ कि हेरिदिनु होला। लाइक शेयर एन्ड कमेन्ट गरेर पनि सब्सक्राइब पनि गरिदिनु होला। आजको चाहिँ यो दसैँको दिनमा चाहिँ म आज रेडी भएर बसिरहेको थिएँ, जुत्ता सुत्ता लगाएर अनि कपडा सपडा लगाएर बसिरहेको थियो। सानो पानी परेन कि आजको दसैँ खत्म भयो मेरो। आज म हजुरलाई देखाउँछु पानी कस्तो पर्दैछ। यहाँ रेडी भएर बसिरहेको थियो कि यसो एकछिन घुम्न जानु पऱ्यो भनेर यस्तो पानी पऱ्यो नि। अब माथि रुममा जानुपर्ने त्यसो जाने। अब बिजोग बनाइदियो मलाई आज घुम्न जाने भनेर। यसो दसैँमा बाहिरको चहल पहल के छ भनेर यसो गर्न लाग्यो। छैन नि हो भन्न लाग्छ रहेछ। अब यहाँ पानी झरीमा भाग्नुपर्ने स्थिति छ। म चाहिँ आज पानी परेर यसो कपडा लाएर यसो बसिरहेको जानु छ। अनि यति ठुलो पानी परेको मेरो जुत्ता पुरै भिजेछ। मेरो जुत्ता त हालत खराब भएको छैन। यति ठुलो पानी परेछ हेर्नु यहाँ। अनि यस्तो पानी परेपछि त हुन्छ त नि। दसैँको दिनमा यसरी पानी घुम्न जाऊँ भनेको अनि कहाँबाट हुन्छ यसरी पानी परेको। मेरो जुत्ता त पुरै भिजेछ भन्न। बिचरा मेरो फुल पनि फुलेछ यहाँ। यति मजाले फुल फुलेछ हेर्नु। यस्तो फुलेछ पनि फुल थाहा छैन। हो नाम चाहिँ के हो थाहा छैन। अनि यस्तो चालले अनि फेरि लास्टै जाडो छ। फेरि यहाँले पानी पर्छ झन्। अब सिरेट लगाएर सङ्ग्रहण दिने अब जस्तो दिनुभएको छ के हुन्छ फेरि आज है। गाह्रो छ गाह्रो छ। यहाँ काला कुकुर खाएर बस्नु पर्ला जस्तो म यहाँ मौसमले च्यालेन्ज दिँदैछ आज मलाई। यस्तो मजाले म रेडी भएर बसिरहेको थिएँ। के गर्ने यस्तै छ। यो चाहिँ मेरो साथी यसरी पानी पर्छ। आमा पानी परेर भित्र आएछ। हिजो अलिअलि सफाइ गरेको यो पनि यस्तो भएछ। आमा यहाँ त पानी पुरा यत्रै पर्छ हेर्नु। सबै खराब हो मेरो। अब पुरै भित्र पानी पसेछ। आजको दसैँ चाहिँ अब यहीँ खत्म हुने भयो घरभित्रै। हजुरको दसैँ कस्तो भयो बताउनु होला। मेरो दसैँ त यस्तै भयो। अलिकति घुम्न जाऊँ भनेको पनि त्यस्तै भयो। लहे साथीहरू, आज हाम्रो दसैँ त यस्तै भयो। तपाईँहरूको चाहिँ कस्तो भयो हेर्दै गर्नु होला। यहाँको पानी पनि यस्तो पर्छ नि फेरि कि यस्तो पानी भएछ। यसरी पानी पर्छ हेर्नु। पानी पऱ्यो भने आजको दसैँ पनि दामी मिठो दसैँ भयो आजको। हेर्दै गर्नु होला साथीहरू।
आजको दसैँ चाहिँ यस्तो भयो हाम्रो। घुम्न पनि दिएन पानीले, सबै कपडा भिजाएर। अनि छैन नि हौ, मेरो वासिङ मेसिन पुरा खत्तम पारिसकेको छ। आमा कस्तो आवाज आएको त नि, यस्तरी पानी पर्छ यहाँ। बारिसको इन्जोय लिनु होला हजुरहरूले, अनि लाइक कमेन्ट पनि गर्नु होला। जो नयाँ हुन्छ उहाँले चाहिँ सब्सक्राइब पनि गर्नु होला। आजको चाहिँ यस्तै छ है मौसम हेर्नु। यहाँ घुम्न पनि जान पाएन, अब कसरी जाने पानीहरूमा। यहाँ शिलङको मौसम यस्तो हुन्छ हेर्नुहोस्, हेर्नु होला है साथीहरू। यहाँ चाहिँ धेरै सल्लाहहरू मात्रै धेरै हुन्छ। यहाँ सल्लाह मात्रै हुन्छ। चिसो छ नि त ठाउँ, त्यही भएर। आजको मेरो दसैँको दिन चाहिँ यस्तो भयो मेरो वाइट टी साथीहरू। अब हजुरको कस्तो भयो होला? हाम्रो पानी पर्दा पर्दा यस्तो छ यहाँको है, हालत खराब छ। अब मौसमले पनि च्यालेन्ज दिइरहेको छ, अब के गर्ने होला भनेर सोच्दैछु म। यता कालो कुकुरले पनि भुक्दैछ उतातिर, खोइ के हो आजको दिन गाह्रो छ जस्तो छ। जाडो पनि भइरहेको छ यत्तिकै। अनि बिस्तारै नलागिकन सुत्दिनु पर्यो जस्तो लागिरहेछ मलाई, अब जस्तो लाग्दैछ मलाई। आजको यस्तै भयो। हेर्दै गर्नु होला हजुरहरूले आजको लाइभ। आजको मेरो सानो भिडियो हेरेर लाइक एन्ड कमेन्ट पनि दिनु होला। म पनि हजुरको लाइक कमेन्ट हेरेर चाहिँ हजुरको पनि भिजिट गर्नेछु। सबैलाई बाइ भन्न चाहन्छु। अहिले चाहिँ हेर्दै गर्नु होला है साथीहरू। आजको मेरो पानी वर्षको दसैँ चाहिँ भिडियो हेरेर चाहिँ भन्नु होला के हो कसो हो। लाइक कमेन्ट गर्न पनि नबिर्सिनु होला। ओके, बाई बाई।